झन्झन राम्री भएछौ कुन साबुनले मुग्दैछौ काकरोटो साली के गर्नु यो मुभी हेर्दै यो खाना लागेको थियो ओ माई गॉड साली तपाई के काहाल बा खान्ने बेला किन आउनुहुन्छ तपाई जे चिजमा म मिठो बनाइदिन जहिले पनि मिठै वाउ खाने बेलामा तपाईले आँखा लगाइ मलाई सर्दी लागिसक्यो का खाइटो लम्बा लम्बा चुस के का खाइटो तपाईको खाछु नि त तपाईको खाछु वान ठ्याक नो कन्ट्याक्ट हो जस्तो सोच्नुहुन्छ त्यस्तै साथीहरु एउटा कुरा भन्छु म तपाईहरुलाई अब यति राम्री साली ससुरालमा आएपछि हैन यति राम्री साली छिन भनेपछि ससुरालमा तपाई के गर्नुहुन्थ्यो ल भन्नु त म त कन्ट्रोलै गर्न गाह्रो भइरहेको छ यार मलाई त साथीहरु कन्ट्रोलै गर्न गाह्रो हुन लाग्यो कि साली तिमीलाई देखेर तिम्रो फेरि बोयफ्रेन्ड पनि रहेनछ हैन यस्तो खुट्टा सुट्टा राखेर यार कस्तो के हुन्छ त यार भेना साली तातो खनाइदिनु आउनु आएन भेना सालीको के हुन्छ ल भन त के हुँदैन के यस्तो वान ठ्याक नो कन्ट्याक्ट हो भेना सालीको त्यस्तो हो के साथीहरु यस्तो सालीलाई यस्तो मजाले जिस्किन तपाईहरु पाउनुहुन्छ कि पाउनुहुन्न त मलाई त रिल्याक्स छ के चिल छ ससुरालमा चाहिँ सालीसँग सालीको उसमा अस्ति मैले किस पनि खाइदिएको गालामा हो कि नि साली उसको बोयफ्रेन्ड भएको भए अझ गाह्रो हुन्थ्यो बोयफ्रेन्ड छैन अरे अनि इन्जोय त गर्नु पर्यो के रे सालीसँग हल्का इन्जोय नगरे त ससुरालको के काम भयो र यहाँ साली भएको हैन हेलो के गरेको यो भिनाजुले यार पप्पी देऊ नि त वान पप्पी त्यसपछि म तिमीलाई खाने बेला यस्तै सताउन आउँछ यो भिनाजु भन्ने पनि हो र वान ठ्याक नो कन्ट्याक्ट के साली ल अब चाहिँ म तिमीलाई फ्लाइङ किस दिन्छु है छे कस्तो गरे होला यो सालीले लप्याक चाट्ने हिसाबमा म तपाईलाई लाइक गर्दैन नि त नि ल साथीहरु अर्को भिडियोमा है बाँकी अब